राधे राधे सबैजनालाई। हेर्नुहोस् न कस्तो कस्तो दिन पनि आइलाग्छ है मान्छेलाई। तर के गर्नु, जस्तै परिस्थिति आए पनि मान्छे बाँच्नै पर्छ। यो चाहिँ हाम्रो शहीद दीपक पोखरेल भाइको श्रीमती आरती पोखरेल है, उसैले गर्दैछ भाइको काम चाहिँ। भाइलाई त सल्युट नै छ, तर बहिनीलाई पनि चाहिँ एकदमै सल्युट छ। यति हिम्मत चाहिँ हुनुपर्छ है एउटा नारीमा। के गर्नु, दुःख लाग्छ देख्दाखेरि त, तर साथै गर्व पनि लाग्छ। यति नै भन्नु छ भगवानसित कि जस्तो खालके अब दुःख पीडा दिनुभएको छ होइन, त्यो दुःख पीडालाई चाहिँ अब सहन गर्ने शक्ति दिनुहोस् होला बहिनीलाई। असर है केको है हजुर त्यो उसी झार्नु छ हो त्यो हाल्नु लाग्दैन 2-3 वटा उसै हो उसी नै अब त्यो पानी यसो जिउमा छर्क्यौँ त सबै भएर भित्रबाट हरि ओम कर्म पात्र आत्मा अभिसञ्चय त व्यक्ति त्यसो शुद्ध गर्नु है ओम आत्मा नाम व्यक्तिमा त छर्क्यो यतातिर ल अब त्यो जिउ बाल्नु मति छ बेसी किलो हो भने पनि बाँड्दैन सबै एउटा सिजन किलो भयो अलि किलो भयो होइन ठिकै पनि छ होइन त्यो चाहिँ यताउता गर्दा प्लाटलेट हुन्छ है सेराउनु घामले भेटिरहेको छ तातिर चाहिँ घिउ हालेर गिलै देख्छ अहिले त्यो ठन्डा मन त्यो अख्री जान्छ होइन मजाको बसिलो भयो राम्रो अब त्यो यहाँ अघिदेखि बसेको खोइ यस्तोमा चाहियो नि होइन उहाँलाई नबन्नु चारपट्टि छ काम ए गफिनु पर्यो है गफले अब त्यसमा तिल र जौ कुस लगाएर पानी सङ्कल्प लिउँ ल हरि ओम तत्सत् विष्णु